सम्पूर्ण दर्शक महानुभावलाई गुरुजी विष्णु भाइको टाइमलाइन र तपाईको आजमा हार्दिक स्वागत तथा अभिवादन। दर्शक महानुभाव, प्रवेश गरौँ आजको चाड पर्व पञ्चाङ्ग आदिको परिचयमा। आज 23 जुन 2025 तदनुसार विक्रमी सम्वत 2082 अषाढ महिनाको 9 गते सोमबार, अषाढ कृष्ण पक्षको त्रयोदशी तिथि। शिववास भोजनमा भोजन प्राप्ति हुने, अग्निवास जुर्ने, चन्द्रमा वृष राशिमा, चन्द्रवर्ण सेतो, गुरु मिथुन राशिमा, सूर्य मिथुन राशिमा, बुध कर्कट राशिमा, मंगल सिंह राशिमा, केतु सिंह राशिमा, राहु कुम्भ राशिमा, शुक्र मेष राशिमा र शनि मीन राशिमा रहने योग ग्रह गोचर आदिले दर्शाएको देखा पर्दछ। दर्शक महानुभाव, आजको राहुकाल गान्तोकको अक्षांश र देशान्तरको आधारमा 6:25 देखि हुँदै बिहानकै 8:09 सम्म रहनेछन्। अस्ट्रेलियाको मेलबोर्न शहरमा भने राहुकाल 8:39 देखि हुँदै 9:51 सम्म रहनेछ। राहुकालमा लामो दूरीको यात्रा वा कुनै प्रकारका शुभ कार्य आदिलाई वर्जित गरिएको छ। यो थियो आजको चाड पर्व पञ्चाङ्ग आदिको परिचय। दर्शक महानुभाव, प्रवेश गरौँ राशिफलमा। मेष राशि, वर्ण रातो दिशा पूर्व। मेष राशिलाई दिनमा निकै नै राम्रो छ। खुसीको लहर छाउनेछ। जताबाट पनि सोचे अनुरूप कार्य सिद्ध हुनाले मन प्रफुल्लित हुनेछ। कुनै प्रकारका दीर्घ रोग आदिबाट पनि आज निजात प्राप्त हुने, केस मुद्दा मामिलामा विजय प्राप्तिले मन प्रफुल्लित हुने योग मेष राशिले प्राप्त गरेको छ। वृष राशि, वर्ण सेतो दिशा दक्षिण। वृष राशिलाई पनि दिनमान आज निकै नै राम्रो छ। प्रेम प्रसङ्ग आदिमा सफलता प्राप्त हुने। खेती किसानका लागि पनि दिनमान अनुकूल। सानातिना खाद्य पदार्थका लागि पनि आज व्यापार व्यवसायिक क्षेत्रमा राम्रो हुनेछ। कुनै प्रकारका तरल पदार्थ, होटल व्यवसाय, काँचो कचिलो पदार्थबाट लाभ प्राप्त हुने। शिक्षार्थी वर्गलाई दिनमान राम्रो। उच्च अहोदाका कर्मचारी वर्गमा पनि आज खुसीको लहर छाउने योग वृष राशिले प्राप्त गरेको छ। मिथुन राशि, वर्ण पहेँलो दिशा पश्चिम। मिथुन राशिलाई दिनमान मध्यम प्रकारको छ। आज केही भयो केही भएन, साँधेको सिन्की, यता गर्यो केही बनिन्छ, उता गर्यो बिग्रिन्छ, अब्जसयुक्त दिन छ। कार्य गर्दाखेरि शान्तिसँगले कार्य गर्ने कोसिस गर्नुहोस्। खेती किसानलाई दिनमान सामान्यतया रहनेछ। सानातिना विद्यार्थी वर्गलाई दिनमान मध्यम प्रकारको भन्न सकिन्छ। उच्च अहोदाका कर्मचारी वर्गलाई अलिकति संयमता अपनाएको राम्रो हुनेछ। कर्कट राशि, वर्ण सेतो दिशा उत्तर। कर्कट राशिलाई दिनमान राम्रो छ। कर्कट राशिले आज खाद्य सामग्रीका क्रय विक्रयमा लाभ प्राप्त हुने। वस्त्र व्यापार आदिका लागि पनि दिनमान राम्रो। कुनै प्रकारका खेलौना, प्लास्टिकसँग निर्मित प्रोडक्टहरूका लागि कम्पनी, सेल्स दुवै क्षेत्रमा राम्रो देखा परेको छ। हस्तशिल्प कलाकारितालाई पनि दिनमान राम्रो रहनेछ। विद्यार्थी वर्गलाई दिनमान अनुकूल। उच्च अहोदाका कर्मचारी वर्गमा खुसीको लहर छाउने योग कर्कट राशिले प्राप्त गरेको छ। सिंह राशि, वर्ण रातो दिशा पूर्व। सिंह राशिलाई पनि दिनमान अनुकूल छ। सिंह राशिले खेलकुद, मनोरञ्जन आदि क्षेत्रमा आज राम्रो तरिकाले लाभ प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक मान सम्मान प्रतिष्ठाका योग पनि उदय भएका छन्। राजनीतिक क्षेत्रमा पनि सफलताले मन प्रफुल्लित हुने। धेरै दिनदेखि थालिएका रोकिएका कार्य सहज रूपमा सम्पन्न हुने योग सिंह राशिले प्राप्त गरेको छ। कन्या राशि, वर्ण पहेँलो दिशा दक्षिण। कन्या राशिलाई दिनमान राम्रो छ। कन्या राशिले आज सोचे अनुरूप कार्य सिद्ध गर्न सक्नुहुनेछ। कुनै प्रकारका रोग आदिबाट निजात प्राप्त हुने र धेरै दिनदेखि रोकिएका कार्य पनि सम्पन्न हुने। खेती किसानलाई दिनमान राम्रो रहने। व्यापार व्यवसाय क्षेत्रमा पनि दिनमान अनुकूल। शैक्षिक क्षेत्रमा पनि आज सफल भएको हुँदा कन्या राशिलाई सबैतिरबाट लाभयुक्त दिन देखा परेको छ। तुला राशि, वर्ण सेतो दिशा पश्चिम। दिनमान मध्यम प्रकारको छ। आज अलिकति सावधानीले काम गर्नुहोस्। दिनको पूर्वार्धको अपेक्षा उत्तरार्ध सफल रहनेछ। चोटपटक आदिको भय पनि रहन सक्नेछ। अलिकति वाहन आदिका सञ्चालनकर्ता वा ठुला ठुला कम्पनी, फ्याक्ट्रीका लागि दिनमान त्यति अनुकूल भन्न सकिएन। वृश्चिक राशि, वर्ण रातो दिशा उत्तर। वृश्चिक राशिलाई दिनमान राम्रो छ। खाद्य सामग्रीका कारोबारमा लाभ हुने। ठुला ठुला एक्सपोर्ट इम्पोर्टसँग सम्बन्धित कारोबारमा लाभ हुने। कन्स्ट्रक्सन लाइन आदिका लागि, रियल प्रोपर्टी डिलिङ वा कुनै प्रकारका हाउसिङ मेटेरियल आदिका सप्लाईकर्तालाई दिनमान राम्रो। शैक्षिक क्षेत्रलाई पनि दिनमान अनुकूल। कर्मचारी क्षेत्रका लागि पनि दिनमान सफल हुँदा चारैतिरबाट
सफल भन्न सकिन्छ। धनु राशि वर्ण पहेँलो दिशा पूर्व। धनु राशिलाई दिनमान मध्यम प्रकारको छ। धनु राशिले आज अलिकति चोटपटक र वाद विवादबाट बच्ने कोसिस गर्नुहोस्। परिवारजनसँग पनि सुमधुर सम्बन्धको स्थापना गर्ने कोसिस गर्नुहोस्। म मात्रै जान्ने, मेरै सर्वोपरि हो भन्ने डिक्टेटरसिपलाई छोडिदिनुहोस्। अलिकति मिलनसार हुनुहोस्। पहेँलो वस्त्रको धारण गर्नुहोस्। इष्टदेवको आराधना गर्नुहोस् वा वृद्ध मातापिता आदिको दर्शन सेवा गरेर कार्यमा निस्कनु भयो भने राम्रो हुनेछ। मकर राशि वर्ण कालो दिशा दक्षिण। मकर राशिलाई दिनमान अनुकूल छ। मकर राशिले आज ठोस पदार्थका कारोबारबाट लाभ प्राप्त गर्न सक्नुहुनेछ। वैदेशिक रोजगार आदिका योग पनि उदय भएका छन्। खेती किसानलाई दिनमान राम्रो। शैक्षिक क्षेत्रमा दिनमान अनुकूल। उच्च अहोदाका कर्मचारी वर्गलाई पनि दिनमान सफल हुँदा मकर राशिलाई सबैतिरबाट राम्रो दिन भन्न सकिन्छ। कुम्भ राशि वर्ण कालो दिशा पश्चिम। कुम्भ राशिलाई दिनमान त्यति अनुकूल भएन। अलिकति सावधानी अपनाएको राम्रो हुनेछ। खेती किसानलाई दिनमान राम्रो रहनेछ। विद्यार्थी वर्गले अलिकति कडा मेहनत गरेमा सफलता मिल्ने। उच्च अहोदाका कर्मचारी वर्गले अलिकति सावधानी अपनाएको राम्रो हुनेछ। खेती किसानलाई दिनमान सामान्य, अन्य क्षेत्रलाई पनि दिनमान मध्यम प्रकारको भन्न सकिन्छ। मीन राशि वर्ण पहेँलो दिशा उत्तर। मीन राशिका लागि चारैतिरबाट सफलताको योग लिएर आएको छ। आज तपाईले धेरै दिनदेखि सोच्नुभएका इच्छा आकांक्षाहरू पूरा हुनेछन्। होटल व्यवसायलाई दिनमान राम्रो छ। ट्राभल एजेन्सीका लागि दिनमान मध्यम प्रकारको रहनेछ। खेती किसानलाई दिनमान अनुकूल। शिक्षा क्षेत्रमा दिनमान राम्रो रहने। कुनै प्रकारका स्वास्थ्य कर्मीहरूका लागि दिनमान अलिकति कष्ट भए तापनि अन्य क्षेत्रलाई दिनमान राम्रो देखा परेको छ। हस्त दर्शक महानुभाव, यो थियो कार्यक्रम तपाईको आज। आज्ञा दिनुहोस्। म गुरुजी विष्णु भाइ। नमस्कार।